थाहा के भयो नआउने उडे चाहिँ हेर्नु न गाईजी ल यो भाइ चाहिँ हल्का हरामी हो गाई ल भाइ खुसी भयो है भाइ पहाडबाट हम्फ्याल्दैछ फ्याल्यो वेलकम ब्याक टु माई युट्युब च्यानल सबैलाई सन्चै होला होइन गाइज मलाई सन्चै छ होइन हो नि सन्चै होला है ल ल ठिक छ अब म चाहिँ रन्जितको रुममा जान आँटेँ थाहा के भयो नआउने उडे चाहिँ हेर्नु न गाइजी छ्या फ्यालिदिनु पर्छ यस्तो न होइन गाइज पिकेले चाहिँ मलाई आज त्यो खानेकुरा खुवाउने अरे क्या गाई होइन मलाई खानेकुरा खुवाउने हो कि होइन रन्जित भन् त ल यो भाइ चाहिँ हल्का हरामी हो गाई अब एकछिनमा देखाउँछु गाई म होइन यो भाइ रोको अनि भाइ ल भाइ खुसी भयो है भाइ रुइसक्यो यो भाइ ऊ होइन गाई भने होइन मैले रुएँ नि यहाँ गर्दो रहेछ आया मर्छ क्या आमा अब आज चाहिँ मलाई रन्जितले क्याम्पा खुवाउने अरे अब क्याम्पा किनिदिइसक्यो होइन अब आज क्याम्पा खाने क्याम्पा मिठो हुन्छ गाई होइन ढङ्ग डस्छ अनि गाई यहाँ चाहिँ एनाकोन्डाले टोकिसक्यो होइन अब हस्पिटल भाग्नु पर्छ गाइज हम फ्याल न यहाँ चाहिँ पानी छ फ्याल्छ हम यहाँ चाहिँ यस्तो अब भुल पर्छ माछा मारेर भ्लग पनि आउँछ होइन गाई हो कि होइन भन्छ रन्जित अब मैले यत्रो मुङ्ग्रे मात्रै झिकाल्छ अब त लास्टमा चाहिँ सिसाको पट यो झार कुहिएर हाम्रो ग्राउन्ड नै फोहोर भयो नि गाई नभए कोही नभए हाम्रो भाटा जहिले चोर्थ्यो फेरि म खचा गाई अहिले अड्डिन नि सक्छ है अलिकतिले यहाँ चाहिँ पानी नै पानी छ है अझै नि यत्रो घाम लाग्छ पानी नै सुक्दैन कस्तो खत्तम अड्क्यो भाइ त्यहाँ अड्क्यो होइन त्यही रामलाई